नवरात्रि चाहिँ यो टाइममा गरिन्थ्यो अरे ल भाग्यो म देवीहरुलाई सजाको पिसे थियो के हो मेरो माइतीहरुले झाडु लगाएको गुड मर्निङ एभ्रिवान नमस्ते अनि जो लप्पा सबैलाई तपाईहरुलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ भन्दै हैन सबैलाई मेरो तर्फबाट चाहिँ ह्यापी नवरात्रि अनि सबैलाई रामनवमीको चाहिँ शुभकामना। सो आज चाहिँ छ हाम्रो घरमा नवरात्रि हैन यसको अगाडिको ब्लगमा मैले भनिसकेको छु जतिले पनि हेर्नुभएको छ हैन उहाँहरुलाई थाहा नै छ मेरो घरमा के चलिरहेछ भनेर। सो म चाहिँ अहिले यहाँनिर नानाहरुको यता पछाडि बारीमा आएर म चाहिँ यहाँ फुल टिप्न आएको थिएँ यो सेतो फुल। सो मैले ब्लग सुरु गरिरहेको छु अनि अब अरु त भन्नु के छ हैन मैले भन्ने कुरा त यसको अगाडिको ब्लगमा भनि नै सकेको छु। सो यसरी चाहिँ धम्मधाम हाम्रो चाहिँ नवरात्रिको चल्दैछ। आज चाहिँ हो 9 दिन हैन आज चाहिँ हाम्रो नवरात्रि साङ्गे हुनेछ। अस्तिदेखिको हाम्रो 9 तारिकदेखिको चलेको हाम्रो घरमा नवरात्रिको हैन सबैले खानपिनहरु बारिरहेको थियो आमाले त व्रत गर्नु भएको थियो। सो के भन्दाखेरि पहिला नवरात्रि चाहिँ यो टाइममा गरिन्थ्यो अरे हैन अब दुर्गा पूजाहरु चाहिँ पहिला यही टाइममा यो सिजनमा हुन्थ्यो अरे यो नवरात्रि उसमा चाहिँ। अन्त तर अब के भयो भन्दाखेरि यो सिजनमा चाहिँ धेरै मान्छेहरु बिमारी हुने पखाला लाग्ने यस्तोहरु भएकोले गर्दाखेरि चाहिँ अनि यसलाई यो डेटलाई चाहिँ सारेर अब हैन ठन्डा महिनामा पुरा गरे अक्टोबर नोभेम्बर यस्तै भेटिन्छ। अरे बाफरे कसैले मलाई भ्लग सुट बाख्रा नि कराइरहेछ कुखुरा नि कराइरहेछ। सो अहिले चाहिँ म यहाँनिर फुल टिप्न आएको थिएँ। सो म चाहिँ तपाईहरुलाई एकछिनमा भेट्छु है त। सो गाइस यहाँ चाहिँ यसरी तयारी चल्दैछ। मैले त भिडियो लिनु पाएको छैन यहाँ त केही सजाएको छैन अहिले बाज्याउनु भएपछि र यहाँनिर यो हुन्छ यहाँ फुलहरु चाहिँ यसरी यहाँनिर मालाहरु बनेर चाहिँ रेडी भइसकेको छ। यस्तो फुल नपाएर यस्तो ओइलेको फुल लिएर आछ भानिजले यसलाई नि यहाँ राखिदिन्छु। सो गाइस यहाँनिर चाहिँ रोटीहरु दम गरेर भट्टाभट बनिँदैछ हैन यस्तै छ। यहाँ चाहिँ मेरो ठुलो अजी यहाँ हुनुहुन्छ मेरो अजी नै हो गाउँको भनौँ हैन बिचारो सकाइदिनु भनेर आउनुभएको छ। यहाँ चाहिँ पहिला हाम्रो आमा सासू मम्मीको आमाले चाहिँ पोल्नु हुँदै थियो हैन फेरि अजीले बदलिदिनु भएको। यसरी हाम्रो चाहिँ पूजाको धमाधम तयारी चल्दैछ। यो रोटी हेरेर एकचोटि चाहिँ काम गर्ने जस्तो लागेन अरे कि मलाई के हेर्नुस् लु हेर्नुहोस् अब कतिको काम गर्ने लाग्दो रहेछ। यहाँ चाहिँ हो मेरो देवार कान्छो देवार हाई गरिदेऊ नि त लु त भाइ कपाल मिलाइदेऊ फेरि अँधेरो भयो त हौ खै कस्तो अरे अम्मो अहिले त बिगारे त अघि गरे जस्तो गर्नु न अघि गरे जस्तो ए अब त फुर्क्यो यो के भएको यो यस्तो ओह यार यार ये कितनी औसम है यार कसरी उठाएको हेरौँ। सो गाइस मैले चाहिँ यहाँनिर पूजाको लागि हैन यसरी दियोहरु रेडी गर्दै बासँग हल्का गफ गर्दै हैन बाले चाहिँ मलाई सोध्नु हुँदै थियो कि म पर्दा नि हो कि हैन भनेर हैन। सो बाला चाहिँ लाग्यो अरे म छेत्रिनी जस्तो जसले पनि मलाई त्यस्तै भनिरहेको हुन्छ हैन। गाइस मैले चाहिँ यहाँनिर ब्याकग्राउन्डमा म्युजिक बजेकोले गर्दाखेरि यसरी भोइस ओभर गरेर बोल्नु परिरहेको छ यस्तै छ हेर्दिनु होला है के कस्तो गरौँ हजुरहरु सबैलाई देखाउँछु।
त्यही घडीको के छोडिन्छ घडीको के छोडिन्छ त्यति भए पुग्छ होला नि साथीले त्यस्तै चाहिँ भिडियो नै लिनु पाउँदैन जस्तो छ हौ आज त यो चाहिँ हामी देवीहरूलाई सजाएको लालीले मानियो हात्ती भरि मुखी भरि लागेर क्या त नभने न रातो खुनसुनहरू शुभ कार्यमा नबनाउनु यसलाई त राम्रो हो त लगाउनु ये क्या हो गया गाइस देखिए आप लोग पसीना पसीना हो ये क्या है ठुलो भाइ पनि छ ठुलो भाइ माउ चाहिँ कहाँबाट आयो माउ पनि बसेको छ निनीहरूको पाली अरे ए साली भेना त झन्डै छोड्यो के चाहियो खान्छु तिमीलाई सबै भयो लु सबैले यहाँ हाई गरिदेऊ लु खान्छु ए भगवान मारु न हाई गरे गरे ल सानो यता पिसु खै हाई गरे ओ देख्यो पैसा दिएर यसको पैसा दिँदैछ गाई सब काट्नु है झाडी पुगेर काट्ने तिर आउँदैछौ यहाँ मेरो बडी हुनुहुन्छ ठुलो आमा जीवा हेलो खै यहाँ जीवा गरेको छिटो ल हेन्छ भएर त के हो यहाँ जीवा छिटो के भयो मुड खराब भएको छ के किन दोकान लानु भन्नु यहाँ म लान्छु अहिले पर्ख उ यहाँ छ दोकान यता हेर त यहाँको मलाई सबै थाहा छ कहाँ छ के छ ए मसँग बोल्यो भने फाइदामा बस्छ नि यहाँ यता मेरो दाजु त उहाँ रहेछ पख्नु आउँदैछ दादा बिर्सिथ्यो क्या हौ मेरो माइतीहरूले बाटो बिर्स्यो खै हो चप्पल पनि बाटै बिर्सेको हो कि टाइमै यतिखेर पाएको हेर्नु त यी घरको भाउजूहरू भएर हेर्नु त यी कति बज्दैछ घडी देखाउ भएर झन् छोरा बिहानै आएर काम सघाउनु पर्ने होइन दिदी भेना घरमा आएर हो सही हो तर के गर्नु भ्या ला भाग्य मन ला भाग्य मन आजको आशीर्वाद लागिहालोस् कस्तो रहेछ बिहानै आउनु पर्दैन हेर्नु त बिहानै आउनु फोन गरेको यसलाई त झन् मैले लो बहिनी छिट्टा चिया बनाउनु म यहाँ कुच्चो बोकेर बसेँ कि जा झाडु लगाएको जा झाडु लगाएको
गजब बेइज्जती है। लो नि जीवा फुपा लो जीवा लो ए झन्डै ढोकिदियो तिमीलाई पनि तिरीका मेरो साथी हो नि बचपनका दोस्त तिमीसँग आउँदैन हाई गर्नु त बुढा भ्लगर बुढीलाई हाई गर्नु आएन नि त है निनी त भाइरल भएको छ नि युट्युबमा फ्यान्टास्टिक ललिपप ले नि जीवा टिप अरे अहिले चल्छ टिप त ल बस्नु पर्यो अनि नि जीवा यता सानो भाइलाई बाइ 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 हाइमा गरे बाइ पर्दैन स्वागत उच्चलेर भन्छ म चाहिँ यहाँ निनीहरु आउनुहुन्छ भनेर पुरा घर सभा गर्दै थिए तिमीले पग्ला त एकैछिन तर दिनु नि फेरि ल धन्यवाद आइदिनु भयो चियरहरु छ चियरहरु लिएर आऊ अब तिमी उहाँबाट ल्याउ जाऊ पर्दैन भनेको 2-3 पोका ल्याएको भए चाहिँ हुन्थ्यो भनेर प्लिज अब भित्र बसिरहेछ बत्ती चाहिँ फुपा यहाँ चाहिँ हाम्रो फुपा सबैभन्दा ठुलो फुपा नि ठुलो नि सबैभन्दा अस्ति निनीहरूलाई भेट्नु भयो यहाँ चाहिँ फुपा हो अनि यता हुनुहुन्छ सानो फुपा मेरो फुपा हाई गरिदिनु यस्तो गर्दै न हात हल्लाइदिनु ओके अहिले पछि भेट्छु त के अरे डीजे बजाइदिन्छ अरे अहिले म बजाउँछु डीजे खिचडी खाएर सबदिनले डीजे बजाइदिन्छ अरे फेरि डान्स गरेर हल्का पार्नुलाई फेरि हैन के भयो अरे सोल्टी भयो भने त दादाले सोल्टी त भनि चिन्दैन भन्दैछ नि त राके सोल्टी चिन्नु भएन बसेर खाएर बसेर खाएर आएको भन्दैछ तर ल यहाँ चाहिँ अब हाम्रो दादाहरू जानु हुँदैछ खिचडी पकाए यत्रो मन्दिरमै खाएर आउनु भयो अरे खाँदैन खानु हुने अरे अब ल हुन्छ जानु के भयो अरे निनी अस्ति चाहिँ इङ्ग्लिस चाहिँ फेरि कस्तो भएको छ भनिदिनु त एकताल कस्तो भएको छ खिचडी कस्तो लाग्यो त लुन हाई गर्दै यहाँ छ मेरो प्यारी प्यारी नन्दहरू अर्को त ऊ लुक्दैछ हेर भाउबाट हेर न कस्तो मजाको भम्बो के हो यस्तो ह्यान्डसम भएको कि लाइटले यस्तो आएको ब्लग मन पर्यो नि खिचडी त अघि त भन्दा बात काट्यो हो मेरो सानोको बचपनको फ्रेन्ड होइन दोस्त हामी अनि यता हेर्दौ न विश्व खै ये क्या है सरी ए बहिनी ल हाई गर्दे ब्लगमा मेरो भाबी जान ए खानुमा बिजी कस्तो भयो खिचडी चाहिँ दामी लाग्यो ए खिचडी नखानु भएको टेस्टी त पनि इङ्ग्लिस हान्दैन यो रोटी त बिगड गयो ल भएको नि भएको खिचडी यस्तै छ अब Bye bye. Bye guys. Bye guys. भएन छ त मलिजु यता हेर्नु न हौ कस्तो राम्री प्यारी मलिजुहरू यता हेर्नु त
खै हाम्रो भाउजू कहाँ गयो यहाँ हेर न एउटालाई तिमी होला चलाउने त गएको युट्युबर बुहारी भाज अब यस्तो बुढी छोड्यो भनेर हेर्नु न यस्तो माया बाजु मलाई त पुरा जिस्काउनुहुन्छ एउटै बुढी बाई बाई पनि नगरेर फर्केको लु यतिको देव चाहिँ एकतिर ऊ के भन्छ सेवा गर्ने त्यसरी अलिकति धेरै देवर भएको पनि एउटामा बसिरहेछ ऊ अन्त के चाहियो थल थल भाइ यसरी अन्त होइन भन त मार्ने सालेको खोपडी तोड सालेका हैन मेरो त बगडायो तपाईँ के भन्न चाहनुहुन्छ मलाई त भन्नु केही छैन रेडी छ रे बाजु अब